सार्वजनिक यातायात हुनुपर्ने चाहिँ सुरक्षित, व्यवस्थित, आरामदायी, भरपर्दो, सस्तो हुनुपर्ने। सस्तो त के हिसाबले छ, तर भरपर्दो छैन, सुरक्षित छैन, हैन, मान्छेलाई आकर्षण गराउन सक्दैन, व्यवस्थित छैन भनेपछि सार्वजनिक यातायातमा जे क्राइटेरिया हुनुपर्ने त्यो त केही पनि क्राइटेरिया छैन। आज सार्वजनिक यातायातमा हिँड्नु पर्यो भनेदेखि हामीलाई यति दुःख लाग्छ। गुन्द्रुक कोचे असरी चाहिँ हामी चाहिँ कोचेर सार्वजनिक यातायातलाई चलाइरहेको छौँ। न चाहिँ कुनै समय तालिका छ, कुन बस कतिखेर आउँछ कतिखेर छुट्छ भन्ने पनि हाम्रो केही पनि थाहा छैन। भाडा दर पनि त्यस्तै छ। 12 रुपियाँ भाडा दर भन्ने कायम गर्यो भने 15 रुपियाँ दियो, त्यो फिर्ता दिने कहिले खुजुरा हुँदैन भनेपछि हामीले जुन भाडा दर उठाउँछौँ त्यो पनि वैज्ञानिक छैन। अब रातिको समयमा हामीलाई चाहिँ सार्वजनिक यातायात चाहिँ उपलब्ध छैन र बिहान पनि सबेरै जानु पर्यो भने पनि उपलब्ध छैन। यो किन भयो भन्दा निजी क्षेत्रलाई नै लगानी गर्न दिउँ, उनीहरूकै नियन्त्रणमा छ। र निजी क्षेत्रले त के हो त भन्दा लगानी गर्ने भन्दा मुनाफा कमाउनु हो। उहाँहरूलाई जतिखेर मुनाफा हुन्छ त्यतिखेर मात्र चलाउने हो, जसरी मुनाफा हुन्छ त्यसरी चलाउने हो। सार्वजनिक यातायातको सबभन्दा राम्रो मोडल चाहिँ युरोपमा छ। युरोप चाहिँ कस्तो सहर बनायो भन्दाखेरि सार्वजनिक यातायातको लागि, साइकलको लागि, पैदल यात्रीको लागि, हैन, अपाङ्गता भएको व्यक्तिको लागि, आँखा नदेख्ने व्यक्तिको लागि, वृद्ध बालबालिकालाई मध्यनजर गरेर उहाँहरूको चाहिँ यातायात प्रणाली विकास भएको छ। त्यही भएर मलाई चाहिँ मनपर्ने र विश्वभरि नै एउटा चाहिँ सार्वजनिक यातायातको मोडल कहाँ चाहिँ सफल छ भन्यो भने युरोपको मोडल चाहिँ एकदमै चाहिँ सफल छ। युरोपमा ठुलो अहोदाको व्यक्तिहरू पनि सार्वजनिक यातायातमा यात्रा चाहिँ गरिरहनु भएको चाहिँ हुन्छ।